हेलो हेलो नमस्ते गुड आफ्टरनुन सबैजनाहरूलाई होइन आजदेखि म चाहिँ मिनी ब्लग बनाउने भनेको छु। सबैजनाहरूले मेरो ब्लग कस्तो हुन्छ मिनी ब्लग हेरेर साथ दिनु होला, कमेन्ट गर्नु होला साथीहरू मेरो मिनी ब्लगलाई होइन। हो तपाईँ पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्न चाहन्छु। अहिले चाहिँ म होटलमा छु। होटलमा चाहिँ मैले कस्टमर छैन, आज सन्डेको दिन यत्तिकै बसेको छु, यतातिर पनि कस्टमर छैन होइन। आज चाहिँ पार्टी छ साँझ चाहिँ हामी साथ टक्क हाम्रो मिनी ब्लग चाहिँ आजदेखि सुरु हुन्छ। यो भान्जा हुनुहुन्छ यहाँ सँगै काम गर्दै हुनुहुन्छ। आजदेखि चाहिँ मेरो मिनी ब्लग चालु हुँदैछ जो हाम्रो अनि आजदेखि चाहिँ हाम्रो मिनी ब्लग चालु हुन्छ। मेरो डेली फेसबुक र युट्युब च्यानलमा आउँछ। म युट्युब च्यानल लिङ्क पनि छोडिदिन्छु। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो बिजापुरमा, काम गर्छ हामी रेस्टुरेन्टमा। यता चाहिँ केटाहरू छ, यो चाहिँ किचन हो हाम्रो। यता पार्टीको काम चल्दैछ, यता केटाहरू तनातन लागेका छन्। यतापट्टि यो चाहिँ राइस बनाउँदैछ, उतामा आजदेखि चाहिँ मेरो मिनी ब्लग आउँछ। कस्तो लाग्छ के छ सबैजनाले साथ दिनु होला, माया गरिदिनु होला। हेलो हेलो आजदेखि चाहिँ यो मिनी ब्लग आउँदैछ मेरो चाहिँ डेली आउँछ। त्यसैले सबैजनाहरूले मेरो ब्लग कस्तो लाग्छ यसो हेरेर साथ दिनु होला। आज चाहिँ पार्टी छ, पार्टीदार कटिङ गरेर छ। यता राइस बनाउँदैछ, यता राइस। यो चाहिँ हाम्रो इन्डियन डिपार्टमेन्ट छ, यता चाहिँ चाइनिज डिपार्टमेन्ट हो। म चाहिँ यताको त्यसको पार्टीको भाँडाहरू यता रेडी भइरहेको छ यतातिर होइन। म चाहिँ यहाँ झाडु पोछा लगाउने काम गर्छु होइन। यतापट्टि छ हाम्रो भाइ, यतापट्टि यो चाहिँ कटिङ गरिरहेको छ गोबी। अहिले भर्खर मैले पनि कटिङ गरेँ। यो चाहिँ कटिङ चलिरहेको छ। यहाँ चाहिँ कुलर लगाएर कुलरमा सबै बस्ने ठाउँ हो। यो चाहिँ हाम्रो पार्टीको। म तपाईँहरूलाई पार्टीको चाहिँ हल माथि छ, माथि देखाउँछु, पछि रेडी भयो भने देखाउँछु होइन। अहिले चाहिँ देखाउन त्यति खासै राम्रो छैन। म पछि चाहिँ तपाईँलाई पार्टीले देखाउँछु, हेर्दै गर्नु होला। म एकछिनमा भेट्छु तपाईँहरूलाई। थ्याङ्क यू सो मच। यतापट्टि यो काउन्टर हो, यतापट्टि ल्यापटप राखेको छ, यतापट्टि फ्रिज छ। यो चाहिँ साइडको रोड छ यहाँनिर। हामी चाहिँ यस्तो छ होटल चाहिँ। म तपाईँहरूलाई एकछिनमा भेट्नेछु। हस् धन्यवाद। आज त सन्डे हो, सन्डेमा यस्तै ल्याउनुपर्छ भाजी चाहिँ यसरी बाइकमा होइन। यहाँ सन्डेमा एक दिन बजार लाग्छ, बजार लाग्दाखेरि यस्तै चाहिँ हामीले भाजी ल्यायो। मैले आज मेरो पालोको सन्डेको दिन भाजी ल्याउने यति धेरै भाजी, यति धेरै फ्यामिली ठुलो छ होइन। यहीँ बस्छौँ बिजापुरमै, फ्यामिली ठुलो छ, त्यसैले धेरै भाजी ल्याएर आउनुपर्छ कि सब्जीहरू ल्याउनुपर्छ। अब यो चाहिँ मैले माथि लिनुपर्छ, यो सब्जी चाहिँ मैले माथि लिनुपर्ने हुन्छ। अब कस्तो निकाल्ने आउँछ यति छ गाई सब्जी खस्यो, खस्यो खस्यो यति चाहिँ सब्जी खसिहाल्यो तल ट्याक्कै। अब एउटा चाहिँ म लग्छु, अरू पछि लिन आउँछु। अय्या यस्तो छ, यस्तो छ हालत, यसरी बोक्नुपर्छ सब्जी। यस्तो एउटा सब्जी लिएर घरमा सब्जी ल्यायो भनेर बाटो हेरेर बस्नु है। यस्तरी ल्याउनु आएको छु सब्जी चाहिँ यहाँ। यस्तो घर पुग्यो लग्छु छन्, दुईवटा छन् अझै। तपाईँ फेरि सब्जी ल्याउनु पर्ने हुन्छ होइन। म ल्याउँछु, म ल्याउँछु, छोडिदेऊ त्यहीँ सकिँदैन। म ल्याउँछु भनेको थियो होइन। यस्तो माथि छ रुम चाहिँ, यस्तो छ माथि रुम बब्बाल खालको। यहाँ छ सब्जी लिएर आएँ। अब चाहिँ म घर यस्तो सब्जी लिएर अब चाहिँ घर पुगिसकेँ। बच्चाहरू कहाँ छन्? सब सुत्या छन्, सब सुत्या छन्। यहाँ बुवा सुत्या, छोरी छ, यतापट्टि पनि सुत्या, यता पनि सुत्या, सब खाली छ अहिले, सब सुत्या। यस्तो छ ट्याङ मनट्याङ पुरा सामानहरू। बच्चाहरूले बिहान राम्रोसँग राखेर गएको, यस्तो बनाएर गएको। अब आफै सफा गर्नुपर्छ अहिले। हेलो अब घर पुगेर म खाना खाने टाइम र खाना खानुको बेला पहिला सलाद छ, सलादमा चाहिँ सलादमा काँक्री पपाया भन्छ, मेवा है मेवा आसान काँक्री र मेवा छ सलादमा। काँक्री मेवा छ है।
घरमा अब पनि खानुपर्छ यस्तो यस्तो खाना आज खानामा के छ भात काँदा र आज खानामा छ यो भात छ यो काँदा र टमाटरको सब्जी छ यो काकडी छ यो मेवा छ यतातिर दाल छ यो पानी यस्तो छ आजको चाहिँ खानाको परिकार अहिले खाना खाइन्छ खाना खाइसकेपछि रेस्ट गरिन्छ अनि त रेस्ट गरिसकेपछि फेरि साँझ पार्टी चाहिँ अलिक छिटो उठेर जानु अब म चाहिँ खाना खान्छु खानामा अबार परिकार घडी निकालिहाल्छु खाना खाने बेला होइन त्यस्तो घडी निकाल्ने यता फेरि होलीमा यस्तरी माग्छन् कि हामी भैलोमा माग्छन् नि सेम त्यस्तै माग्छन् यहाँ चाहिँ मागिरहेको छन् डब्बा ट्याम ड्याम 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 बजाएर दाल हाल्नु पऱ्यो मस्त त्यहाँ दाल हाल्यो त्यसपछि अब खाने बनाएर ल खाइछ मस्त टमाटर र काँदाको सब्जी काकडी मस्त सँगै मेवा खरबुजा नेपालीमा खरबुजा भन्छ खाना खाँदा यस्तो चिज खाएपछि प्रोटिन ज्यादा पाइन्छ कि फेरि गर्मीको लागि पनि राम्रो यो टाइममा चाहिँ खाइराख्नु मासुहरू ज्यादा खानुभन्दा मासु मटन ज्यादा खानुभन्दा यो ज्यादा खानुपर्छ है फलफुलहरू जुसहरू ज्यादा खानुपर्छ होइन अनि शरीरमा तागत नलाग्यो नि फुर्तिलो रहन्छ अरे मस्त काको तो दामे खा खरबुजा नेपालीमा मेवा भन्छ मेवा काँदाको टमाटर सरी यस्तो दामी खा मस्त पिरो पिरो खा काँदाको टमाटर सरी एकदम राम्रो खा मस्त लगायतमा खाना खाएर भेट्छु सबैजनालाई आज चाहिँ अब अहिले भर्खरै यो हाम्रो डेली टाइमिङ हो खाना खानेको होटलको ड्युटी सक्यो अगाडि नबोला भने पछि भिडियो बनाउन सब बसेका छन् खानासाना निकालेर राखेका छन् यता बुवा मम्मी छोरी छुट्टै यता हामी सब बसेका छौँ यता सक्छौँ यहाँ त यहाँ छोरा यो सबभन्दा कान्छो छोरो हो यो चाहिँ अनि हामी चाहिँ हेर्छु बस्यो खाना खाने तयारी अब अहिले कति बज्यो भनेपछि गाइस कति बज्यो 11:48 भयो आज पार्टी त्यो होटलमा धेरै लेट भयो आज चाहिँ त्यही भएर अहिले हामी अब खाना खान्छौँ खाना खाएर त्यसपछि हुन्छ एकछिनमा खाना हालिसकेपछि है हाम्रो आज परिकार के छ हाम्रो खाना हालेर रेडी भइसकेको छ परिकार के छ
देखा पहिला मटर अहिले त्यो छोरी आएर खाना खा पहिला भात दाल कापु छ कापु गब्दाको कापु इन्डियामा पनि गब्दाको कापु खान्छ हामी इन्डियामा पनि गब्दाको कापु खान्छ हामी यस्ता फेरि आज पार्टीबाट आएको पापड छ पापड गाइस सबको हामी रोटी छ नि? सबै हामी त पुरा जोइन्ट फ्यामिली हो के जोइन्ट फ्यामिली 13 जना छौँ हामी टोटल 13 जना छौँ हामी जोइन्ट फ्यामिली हो सब बसेका छौँ हामी मुंगल खायो ईशान हेलो हेलो बोल दो हमारे YouTube चैनल को सब्सक्राइब कर दो बना अच्छे से बोलना है तो ऐसा है गाइस इसको सही हम लोग खाना तरीका पनि यसको सबको अब हामी खाना खान्छौँ खाना खाने हुनेछ त्यही भएर नमस्ते गर त्यतातिर टिभी लगाएको छ कार्टुन कोही हेरेर आएको छैन आफ्नै रुममा छन् टिभी बसे सब मोबाइलमा छन् ल हवस् त धन्यवाद थ्याङ्क यू सो मच सबैजनालाई अन्त्यसम्म हेर्दै भएको भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला थ्याङ्क यू जय नेपाल गुड नाइट